सबैलाई नमस्ते छ। अहिले चाहिँ म यो नेपालगञ्जको कुन ठाउँ हो यो नेपालगञ्जको रानी तलाउ भन्ने ठाउँमा छु र मेरो साथमा हुनुहुन्छ डाइरेक्टर हरिशनाथ योगी र हामी चाहिँ यो पार्क भिजिट गर्नेछौँ। स्पेसली यो माछाको लागि चाहिँ फेमस ताल हो है र उहाँले चाहिँ चारो पनि माछालाई हामी ल अब हामी चाहिँ अगाडितिर बढौँ र यो पार्कतिर लागौँ है। यो तपाईको यो एकदमै राम्रो। अब हामी चाहिँ एकछिनमा चाहिँ अब कुरा भन्नु सबैजनालाई नमस्ते छ। अहिले चाहिँ म चाहिँ नेपालगञ्जको रानी तलाउ भन्ने तालमा छु है। यो ताल चाहिँ विशेष तरिकाले चाहिँ माछाको लागि फेमस हो र हामी चाहिँ यहाँ चाहिँ माछाहरूलाई चारो दिन आएको र हामी चारो दिन गइरहेको छौँ है। चारो ल्याउनु त यो खोल्नु त। र अब हामी चाहिँ माछा हेरौँ है, माछा कतिको आउँछन् है। आउँदैछ देखाएँ माछा माछा रानी तलाउमा ल ल ल ल ल ल ल बेटा हो आइएला 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 ल आइएला बेटा हो आइएला 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 बेटा